राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीईओमा गोविन्द पोखरेल नियुक्त। पुनर्निर्माणको काम सन्तोषजनक नभएको भन्दै सुशील गेवाली बर्खास्त। विमानस्थलको सुरक्षा र अन्तर समन्वय बारे गम्भीर छलफल थाल्ने सरकारको तयारी। सार्वजनिक बिदा पुनरावलोकन गर्न गृह मन्त्रालयलाई निर्देशन। आफ्नो 8 वर्ष कार्यकालमा अमेरिकालाई थप बलियो र शक्तिशाली बनाउन सफल भएको राष्ट्रपति ओबामाको दाबी। र खप्तड गोल्ड कप फुटबलमा आज त्रिभुवन आर्मी र सङ्कटा क्लब भिड्दै। नमस्कार, कान्तिपुर डायरीका साथमा साथी सुरज र म पार्वता। समाचार सुरु गरौं प्रमुख प्रसङ्गबाट। सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतमा प्राध्यापक डाक्टर गोविन्द राज पोखरेललाई नियुक्त गरेको छ। मन्त्री परिषदको आजको बैठकले पुनर्निर्माणको काम सन्तोषजनक ढङ्गबाट गर्न नसकेको भन्दै सुशील गेवालीलाई बर्खास्त गरी पोखरेललाई नयाँ प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो। यसअघि सुशील कोइराला नेतृत्वको सरकारले नियुक्त गरे पनि प्राधिकरणको कार्यविधि नबनेको र सरकारले प्रतिस्थापन विधेयक ल्याउन नसकेपछि पोखरेलको नियुक्ति रद्द भएको थियो। 3 महिना अघि सोधिएको स्पष्टीकरणको जवाफ चित्त बुझ्दो नभएको भन्दै गेवालीलाई गत शुक्रबार सरकारले तपाईलाई किन नहटाउने भन्दै दोस्रो पटक स्पष्टीकरण सोधेको थियो। यसैबीच बैठकले राष्ट्रिय पर्व र बिदाबारे पुनरावलोकन गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको सञ्चार मन्त्री सुरेन्द्र बहादुर कार्कीले जानकारी दिनुभयो। आज राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीमा सार्वजनिक बिदा माग भएपछि सरकारले समग्र बिदाको पुनरावलोकन गर्न लागेको हो। गृहले 1 महिनापछि बुझाउने प्रतिवेदनका आधारमा सरकारले बिदालाई सार्वजनिक, आञ्चलिक र जाति विशेष गरी वर्गीकरण गर्ने तयारी गरेको छ। यस्तै बैठकले भूकम्प प्रभावित विद्यालयको पुनर्निर्माणका लागि आवश्यक स्थानमा अस्थायी रूपमा जनशक्ति व्यवस्थापन गरेर भए पनि पुनर्निर्माणमा कार्यलाई निरन्तरता दिने निर्णय गरेको छ। यस्तै निजामती कर्मचारीको उमेर बढाउने प्रस्ताव सहितको संशोधन विधेयक परामर्शका लागि लोकसेवा आयोगमा पठाउने निर्णय पनि मन्त्री परिषदको आजको बैठकले गरेको सञ्चार मन्त्री कार्कीले जानकारी दिनुभयो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै ठूलो परिमाणमा सुन तस्करी हुन थालेपछि सरकारले विमानस्थलको सुरक्षा र अन्तर समन्वय बारे गम्भीर छलफल थाल्ने भएको छ। संसदको अर्थ समिति बैठकमा आज उपस्थित भएका उपप्रधान एवं गृह मन्त्री विमलेन्द्र निधिले विमानस्थलको सुरक्षा प्रणालीसँगै अन्य विभाग र सरकारवाला निकायसँगको समन्वयबारे विशेष छलफल गरिने जानकारी दिनुभयो। गत बिहिबार त्रिभुवन विमानस्थलबाट 33 किलो सुन प्रहरीले बरामद गरेपछि संसदीय समितिले चासो देखाएको हो। गृहमन्त्री निधिले सुन कसको लागि ल्याइएको भन्ने पत्ता लगाउन प्रहरीलाई आवश्यक निर्देशन दिइसकेको बताउनुभयो। उहाँले यसबारे नयाँ तरिकाले संगठित अपराध कसुर ऐन अन्तर्गत अनुसन्धान भइरहेको जानकारी समेत दिनुभयो। समितिले हिजै सोही विषयमा उपप्रधान एवं अर्थमन्त्री कृष्ण बहादुर महरा, प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र राष्ट्रिय अनुसन्धानका प्रमुख दिलीप रेग्मीसँग पनि छलफल गरेको थियो। नेपाल एकीकरणको नेतृत्व गरेका पृथ्वीनारायण शाहको जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ। गोर्खा राज्यका तत्कालीन राजा पृथ्वीनारायण शाहले आफ्नो कार्यकालमा काठमाडौँ उपत्यका सहित अन्य शक्तिशाली राज्यलाई मिलाएर आधुनिक नेपालको निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेल्नु भएको थियो। विक्रम सम्वत 1779 पौष 27 पिता राजा नरगोपाल शाह र माता कौशल्यावती देवीका प्रथम पुत्र पृथ्वीनारायण शाहले नै आधुनिक नेपालको खाका कोरेको इतिहासकारको भनाइ छ। ससाना राज्यमा छरिएको भूभागलाई सिङ्गो नेपाल बनाउन शाहले नेतृत्व गरेका थिए। दोस्रो जनआन्दोलनपछि लोकतन्त्रको स्थापना भएसँगै सरकारले पृथ्वी जयन्तीका दिन दिँदै आएको सार्वजनिक बिदा कटौती गरेको छ। यद्यपि नागरिक समाज तथा केही दलले भने पृथ्वी जयन्तीलाई राष्ट्रिय एकता दिवसको रूपमा मनाउने गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले पृथ्वीनारायण शाहको जन्म जयन्तीका अवसरमा काठमाडौँको ब्रिकुटी मण्डपमा चियापान कार्यक्रमको आयोजना गरेको छ। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुक विभाजन गरेर तराईको भूभाग भारतमा मिलाउने षड्यन्त्र भइरहेको दावी गर्नुभएको छ। सोही प्रयोजनका लागि संहिताको अवधारणा ल्याइएको जिकिर गर्दै अध्यक्ष केसीले पछिल्लो पटकको संविधान संशोधन विधेयक पनि त्यसकै निरन्तरता भएको दावी गर्नुभयो। रेडियो कान्तिपुरसँग कुरा गर्दै उहाँले संहिता सबैका लागि घाँडो भएको तर्क गर्दै निर्णय पुनर्विचार गर्नुपर्ने बताउनुभयो। पृथ्वीनारायण शाहको नेपाल एकीकरणमा रहेको योगदानको उच्च मूल्याङ्कन गर्नुपर्ने भन्दै उहाँले पृथ्वी जयन्तीका अवसरमा सरकारले सार्वजनिक बिदा नदिएकोमा असन्तुष्टि जनाउनुभयो। जिसस क्राइस्टको जन्मदिनमा बिदा दिने तर राष्ट्र निर्माताको जन्म जयन्तीमा नदिने प्रवृत्ति गलत भएको भन्दै उहाँले आगामी दिनमा सच्याएर अघि बढ्नुपर्ने बताउनुभयो।
प्रदेशको सीमाङ्कन हेरफेर गर्ने गरी सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको विरोधमा गुल्मीमा आज बन्द आह्वान गरिएको छ। लामो समय बन्दपछि खुलेको जिल्लामा संयुक्त सङ्घर्ष समितिले फेरि आन्दोलन थालेको हो। जिल्लामा बिहानैदेखि यातायात, बजार, कल कारखाना, शिक्षण संस्था ठप्प छन्। यसअघि मङ्सिर 15 देखि लगातार गरिएको बन्द पुस 4 गतेबाट फिर्ता भएको थियो। सङ्घर्ष समितिका संयोजक एवं कांग्रेस जिल्ला सभापति भुवन प्रसाद श्रेष्ठले सरकारको अबको निर्णय हेरेर आन्दोलनका थप कार्यक्रमको तयारी गर्ने बताउनु भएको छ। अदालती भाषा सरल नहुँदा समाचार सम्प्रेषण गर्न समस्या हुने गरेको पत्रकारहरूले गुनासो गरेका छन्। सर्वोच्च अदालतले आज राजधानीमा गरेको अन्तर्क्रियामा पत्रकारहरूले अदालती भाषा सरल हुनुपर्ने बताएका हुन्। अदालतले गर्ने फैसला तथा कामहरूमा समेटेका भाषा जटिल हुँदा सर्वसाधारणलाई बुझाउन पनि गाह्रो हुने गरेको उनीहरूको भनाइ छ। कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश गोपाल पराजुलीले न्यायाधीशहरू पनि सञ्चार मैत्री हुनुपर्ने बताउनुभयो। सञ्चार माध्यमसँग न्यायाधीशहरू सम्पर्कमा आउन किन गाह्रो मान्छन् भन्ने पत्रकारहरूको जिज्ञासामा पराजुलीले आफू सञ्चार मैत्री भएको दावी गर्नुभयो। यस्तै प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णबहादुर कार्कीले समाचार सम्प्रेषण गर्दा अदालती भाषा र प्रक्रियालाई बुझ्न जरुरी रहेको बताउनुभयो। उहाँले न्यायिक प्रक्रियालाई प्रभावकारी बनाउन प्रेस काउन्सिलले महिला बालबालिकालाई प्राथमिकतामा राखी आचार संहिता बनाउने गृह कार्य भइरहेको जानकारी समेत दिनुभयो। काठमाडौँको टुँडीखेलमा मनाइने माघी महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ। काठमाडौँको ब्रिकुटी मण्डप स्थित पर्यटन बोर्डमा आज पत्रकार सम्मेलन गरी महोत्सवका लागि तयारी पूरा भएको आयोजक थारू कल्याणकारिणी सभा उपत्यका समितिका अध्यक्ष सत्यनारायण चौधरीले जानकारी दिनुभयो। महोत्सवमा थारू संस्कृति झल्कने झाँकी नृत्य पनि प्रस्तुत गरिने आयोजकले जनाएको छ। महोत्सवमा थारू परिकारका 40भन्दा बढी स्टल राखिने जनाइएको छ। महोत्सवको उद्घाटन उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले गर्नुहुनेछ। कान्तिपुर डायरीमा अब ब्रेकको पालो। कान्तिपुर डायरीमा अब बाँकी प्रसङ्ग। महोत्तरीमा भएको मोटरसाइकल दुर्घटनामा सशस्त्र प्रहरी हवलदार अमित कुमार सिंहको मृत्यु भएको छ। सशस्त्र प्रहरी सीमा सुरक्षा बल जलसागर कार्यालयमा कार्यरत 37 वर्षीय हवलदार सिंहको सिमरदही 9 बहुवडबा चोकमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै रामेछापको मन्थली नगरपालिकामा आज बिहान टिप्पर दुर्घटना हुँदा सिन्धुली भद्रकाली 8 का रमेश बमजनको मृत्यु भएको छ। 3 जना घाइते भएका छन्। रामेछाप नगरपालिकाको बित्तीटारबाट सामान लिन मन्थली जाँदै गर्दा टिप्पर दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रहरीले लागू औषध चरेसहित धादिङ गजुरीबाट 4 जनालाई पक्राउ गरेको छ। गजुरी स्थित बस पार्कबाट गए राति 4 किलो चरेसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। धादिङ भूमिस्थान 7 का शम्भु रिजाल, भारत दरभङ्गाका अखिलेश कुमार भगत, सोही स्थानका सन्तोष पासवान र मधुगिरीलाई पक्राउ गरिएको गजुरी प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय प्रसङ्ग। अमेरिकी राष्ट्रपति बराक ओबामाले आफ्नो कार्यकालमा अमेरिकालाई थप बलियो र शक्तिशाली बनाउन सफल भएको दावी गर्नुभएको छ। सिकागोमा विदाई भाषण गर्दै राष्ट्रपति ओबामाले आफ्नो 8 वर्ष कार्यकालमा अमेरिकालाई थप शक्तिशाली देश बनाउन सफल भएको बताउनु भएको हो। आर्थिक प्रगति, इरानसँगको परमाणु सम्झौता, समलिङ्गी विवाहलाई कानूनी मान्यता र क्युबासँगको सम्बन्ध सुधार लगायतका काम आफ्नो कार्यकालको मुख्य उपलब्धि भएको उहाँको भनाइ थियो। अमेरिकामा आश्रित जातिबाट पहिलो राष्ट्रपतिका रूपमा सन् 2008 मा निर्वाचित ओबामाले राष्ट्रपतिहरूबीच शान्तिपूर्ण रूपमा हुने शक्ति हस्तान्तरण अमेरिकी प्रजातन्त्रको सुन्दर पक्ष तथा मुख्य आधारशिला भएको बताउनु भएको छ। उहाँले अल कायदा प्रमुख ओसामा बिन लादेन सहित हजारौं आतंकवादीलाई समाप्त पारेको भन्दै सुरक्षा निकायको प्रशंसा समेत गर्नुभएको छ। अमेरिकाका लागि नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी जनवरी 20 मा पदभार ग्रहण गर्दै हुनुहुन्छ। अब खेल प्रसङ्ग। धनगढीमा जारी प्रथम खप्तर गोल्ड कप फुटबलको क्वार्टर फाइनलमा अहिले विभागीय टिम आर्मी र काठमाडौँको सङ्कटा क्लबबीच प्रतिस्पर्धा भइरहेको छ। धनगढी रङ्गशालामा अहिले पहिलो हाफको खेल जारी छ। विजेता टोलीले फाइनल प्रवेशका लागि आयोजक सुदूरपश्चिमाञ्चल 11सँग प्रतिस्पर्धा गर्नेछ। यसअघि हिजो भएको खेलमा भुटानको डुक फुटबल क्लबलाई पराजित गर्दै लक्ष्मी हुन्दाई मनाङ मर्स्याङ्दी क्लब सेमी फाइनल प्रवेश गरेको थियो। मनाङ मर्स्याङ्दीले फाइनल प्रवेशका लागि भारतको दिल्ली युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ।
लिग कप फुटबलको सेमिफाइनलको पहिलो लेगमा म्यान्चेस्टर युनाइटेडले हल सिटीलाई 2-0 ले पराजित गरेको छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा म्यान्चेस्टर युनाइटेडलाई जिताउन माटा र फेलानीले गोल गरे। जितपछि म्यान्यु प्रतियोगिताको फाइनल नजिक पुगेको छ। 56औं मिनेटमा गोल गर्दै माटाले घरेलु टोलीलाई अग्रता दिलाएका थिए। खेल सकिन 3 मिनेट बाँकी छँदा फेलानीले गोल गर्दै म्यानयुको जित सुनिश्चित गरे। सेमिफाइनलको पहिलो लेगमा आज राति लिभरपुल र साउथह्याम्पटन बीच प्रतिस्पर्धा हुनेछ। अन्त्यमा बुलेटिनका प्रमुख प्रसंग पनि एकपटक। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सीईओमा गोविन्द पोखरेल नियुक्त। पुनर्निर्माणको काम सन्तोषजनक नभएको भन्दै सुशील गेवाली बर्खास्त। विमानस्थलको सुरक्षा र अन्तर समन्वय बारे गम्भीर छलफल थाल्ने सरकारको तयारी। सार्वजनिक विधा पुनरावलोकन गर्न गृह मन्त्रालयलाई निर्देशन। आफ्नो 8 वर्ष कार्यकालमा अमेरिकालाई थप बलियो र शक्तिशाली बनाउन सफल भएको राष्ट्रपति ओबामाको दाबी। र खप्तड गोल्ड कप फुटबलमा आज त्रिभुवन आर्मी र सङ्कटा क्लब भिड्दै। यिनै प्रसङ्गसँगै कान्तिपुर डायरीको यो बुलेटिन यही सकिन्छ। हाम्रो अर्को बुलेटिन अपराह्न 4 बजे हुनेछ। अहिलेलाई साथी सुरज र म पार्वता आज्ञा माग्छौं। नमस्कार।